हेलो हेलो साथीहरू, दर्शन नमस्ते। मेरो नाम चाहिँ मगर्नी माया। मेरो घर भन्नुपर्दा पूर्वी रुकुम। आज म चाहिँ दाङतिर छु है साथीहरू। दाङ घोराइ बिहान 5 बजे निस्किया थिएँ अनि साँझ 3 बजे पुगेका थिएँ दाङ। अनि दाङ पुगेर नि सो साथीहरू म सपिङ गरेर नि कोठामा आइसकेँ है। हजुरहरूलाई देखाउँदैछु। हेरौँ साथीहरू, यो चाहिँ 1800 रे। 1800 को यो चाहिँ दिदीको लागि। अनि एउटा जुत्ता ल्याएको छु 1500 को यो साथीहरू। अनि यहाँ चाहिँ दुईटा छ। यो चाहिँ मेरो लागि है साथीहरू। यो चाहिँ मेरो लागि, यो नि 1800 को। यो चाहिँ मेरो संस्कृति दिदीको लागि है साथीहरू। यो चाहिँ 2400 को रे। दिदी त एकदम अलि हुने खाने भयो नि 2400 को छान्नु भयो। अनि यो चाहिँ जुराब साथीहरू। अनि यहाँ चाहिँ छ लुङ्गी। यो लुङ्गी आजकल भाइरल भएको छ है साथीहरू। यो चाहिँ उता हाम्रो पूर्वी रुकुमतिर 700 सम्म थियो भने यहाँ दाङमा चाहिँ साथीहरू 500 रहेछ। म उता किनेर गल्ती गरेर छु। यो चाहिँ मेरो राइली बहिनीको लागि गाइजहरू। कस्तो छ आजको सपिङ चाहिँ यति नै हो है साथीहरू। म गाडीमा आएर एकदम चक्कर लागेर हैरान भएको थिएँ। बजार डुल्दै फेरि थाकेर आएको छु। आजको मेरो सपिङ चाहिँ यति नै हो। फेरि भोलि नै आउँछ ल साथीहरू। भोलि नै किन्नु छ जुत्ताहरू ब्यागहरू। अनि पर्सि चाहिँ म जान्छु लम्मै गएर म ओडा कार्यालयमा जान्छु। किनकि साथीहरू मेरो प्रमाण सबै दाङदेखि छ नि त। मेरो माइत पूर्वी रुकुम हो भने मेरो कर्मघर चाहिँ दाङ जिल्ला लम्मैमा हो है। त्यही भएर म ओडा कार्यालयमा काम थियो। सो म ओडा कार्यालयसम्म आएको थिएँ। अनि अलिकति सपिङ गरौँ न त भनेर आएको। ए साथीहरू, यहाँ नि छुट्या रहेछ है। यो 1000 रुपियाँ रे। यो नि संस्कृति दिदीको लागि। बाई बाई साथीहरू। भोलिको सपिङ चाहिँ फेरि भोलि नै आउँछ ल। हेर्दै गर्नु होला।